सुपरस्टार फेमस दिदी दिदीले पूजा गरिसक्नु भएछ हो दिदी सबै नयाँ नयाँ नोटहरू यिनीहरू त होइन म निस्केँ दिदी जब म भोलिपछि बिहे गर्दा लगाइदिनु पर्ने माला अब भाइको लगाउन माला लाग्यो ओ भाइ भन्दैछ ए म पनि दिन्थेँ नि अघि तेरे भात खानु परेन ढाका टोपी सिरेमा ढाका टोपी ल आज भाइटेको दिन डिसहरू रेडी गरेर राख्नु भएको दिदीसँग नभेटेको पनि धेरै भइसकेको छ सो धेरै खुसी लागिरहेछ आज सबैजना सँगै हुन्छौँ हैन भाइटिका कसरी मनाउँछु कस्तो हुन्छ भाइटिका म सबै देखाउनेछु किप वाचिङ उहाँहरूलाई पनि ह्याप्पी तिहार भन्न चाहन्छु जो घरदेखि टाढो छन् हैन र उहाँको सिस्टरहरू छेउछाउमा छैनन् कोही पनि मैले चाहिँ मेट्रो कुदिरहेको थिएँ मेट्रो स्टेसनमा सो फाइनली मेट्रो आइपुगेको छ देन राइटमा अनि लेफ्टमा बोथ साइड हैन मान्छेहरू छन् म चाहिँ बिचमा थिएँ सो डोर मेट्रोको ओपन भयो देन म एन्टर भयो त्यस प्रकार छ भ्यू बाहिर हेर्न सक्नुहुन्छ गाडी फुल स्पिडमा चल्छ यहाँ चाहिँ ताज होटल हो यहाँको कन्स्ट्रक्सनहरू चाहिँ एकदमै फर्स्ट क्लास छ र नयाँ नयाँ कन्स्ट्रक्सनहरू अहिले पनि चालु छ भन्ने गरिरहेको छ फाइनली यो नोल कार्ड हो म एक्जिट मैले पाएँ अनि म बाहिरतिर लागेँ होइन बाहिर निस्केपछि देखेँ घाम पुरा लागेको थियो सो फाइनली म दिदीकोमा पुगिसकेको छु सो आइम गोइङ टु ओपन द डोर हेरौँ दिदीको रिएक्सनहरू के गर्नु हुँदैछ भित्र कस्तो सेलिब्रेसनको तयारी भइरहेको छ भित्र भनेर दसी ल फाइनली म आइपुगेँ दिदीको घर ब्लग बन्दैछ ब्लग हाम्रो दिदी नमस्ते सुपरस्टार फेमस दिदी दिदीले पूजा गरिसक्नु भएछ हो एन्ड धेरै टाढो सर्नु भएको रहेछ नि दिदी हो दिदी के छ खबर तपाईँ त म हेर्छ भयो यस्तै छु भाइरल हुन्छ नि मेरो चाहिँ हाम्रो दसैँको यो दुबईको होइन सब उता नेपाल इन्डियातिर हालिरहेछ हामी पनि हालौँ न है भनेर मैले सानो क्लिप बनाएको मेमोरीको लागि खासमा के छ त एकदम दामी भन्नु न के छिटो हो भाइ भनेको के भयो म ढिलो आइपुगेँ म त सिधै यतै आएको उठ्ने बित्तिकै
यहाँनिर भेनाजु हुनुहुन्छ अनि दिदी हुनुहुन्छ सो दिदीले चाहिँ भेनाजुलाई पहिला सेतो सारीज्यूले चाहिँ भेनाजुज्यूलाई टिका लगाउँदै गरिराख्नु भएको टिकाको दिन पहिला कुन चाहिँ हुन्छ सेतो ठिक छ ढाका टोपी ढल्काउँदै भेनाजु हेलो बाय 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 भोलि पर्सि बिहे गर्दा लगाइदिनु पर्ने हो माला अब भाइटिका लगाउन माला लगाइदिएर ठुलो दि पर्खिँदा होइन म निस्केँ त्यो जब म पैसा नचाहिने हो हसीमा होइन आएको थिएँ यो म पनि गएको थिएँ पैसा नचाहिने हो त्यहाँ राख्नु ब्यागमा राख न हो कोही वाल्दैन त्यहाँभित्र मेरो यो ब्याग होइन हौ उयो सानो प्रस 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 होइन योपालि आएन यो तिहारमा आएन पहिलाको तिहारमा आएन पहिलाको आइस ठिक हो अब यिनीहरूले 100 दिँदा 200 भयो खालास् नि तँलाई चाहिँ तुलाई एक समय आएर ओ भाइ हेन्सम भएछ सौ बरुण त हेर्दै हेन्सम भएछ नि अस्ति भन्दा त लुते लुते भएछ अन्त त मलाई त मिडियम हुन्छ दिदी भन्दै थियो दिदीले मलाई अहिले लार्छ भने के त्यही लगाइदिन्छु अनि टोपी पनि त्यही लगाइदिन्छु खोलेर राख फेरि हाम्रो पनिरहरूलाई चाहिँ कसले लगाइदियो कसलाई टिका लगाइदियो होला हाम्रो पनिरहरूले चाहिँ है दिदी ए म पनि दिन्थेँ नि अघि तेरि अब फेरि म त्यही दिन्छु ओ फेरि म फेरि त्यही दिन्छु है दिदीलाई चाहिँ बिहा गर्दाखेरि चाहिँ यसै हामी भाइटिका आउँदाखेरि चाहिँ बुढालाई भन्नुपर्ने रहेछ एउटा चुन्नी पर्ने फाइनली भाइटिकाको कार्यक्रम सकियो होइन दादा अलिक हामी गाउँघरतिरै छौँ जस्तो लागिरहेछ है अहिले चाहिँ त्यस्तो लाग्यो नि मलाई चाहिँ लाग्यो एकदमै नेपाली होइन हाम्रो नेपालीको यो ढाका टोपी सिरेमा ढाका टोपी आज भाइटिकाको दिन डिसहरू रेडी गरेर राख्नु भएको छ दिदीको भिडियो म बनाइहाल्छु नि यहाँबाट भ्यू चाहिँ कति बजी आइपुग्नु भयो तपाईँ 4 घन्टा तल लोकेसन थाहा थियो यहाँको तर जे भने पनि मेरो साडी चाहिँ आज लास्ट राम्री भएछ क्या होइन दिदी हो राम्री दिदी राम्री हुनुभएको छ प्लान फोन 1 को छ है यहाँनिर अनि 2 को पनि छ होइन अनि मोस्टली त 1 को 2 को छ किनकि यिनीहरू सब हराइसकेको छ नोट होइन यो चाहिँ यति नयाँ छ कि भर्खर ब्याङ्कबाट निकाल्दैछ कडक छ कि 50 को कस्तो छ यो यो पनि 50 त ओल्डै हो
राख्नु यहाँ भिडियो बनाउँदा है यो यो बिस पनि पुरानो हो, पहिलाको बिस हो यो होइन। यो 50हरू त अहिले आउँदैन आउनु त, यो पुरानो हो। यो झन् भर्खर प्रिन्ट गरेर निकाले बिसको पुरानो गान्धीको पालो। सबै नयाँ नयाँ नोटहरू यिनीहरू त आई थिङ्क छ होला, तर थोरै पनि प्रिन्ट छैन नि, यो पनि अहिले हरिया छ। सो भेनाजुको कलेक्सन्स पैसाको चाहिँ ओल्ड कलेक्सनहरू यस्तो प्रकारको रहेछ। यो चाहिँ अहिले भर्खर प्रिन्ट गरेर निकालेको यस्तो यो पनि कडक छ नोट हो। पैसा राख्न त्यहाँ भिडियो बनाउँदैछु आलु जस्तो राख्ने हो। अनि यता राख्न यता एकछिन हो एकछिन यो 1-2 को लोभले किनेको क्या मैले। यो सबसे भन्दा ज्यादा यो 1 र 2 अनि 5 को बाँकी 10 को त पाउँछ। ये 1 रुपियाँको लोभले किनेको क्या मैले खास चाहिँ। यो अरू त के भ्यालु हुनु र। यस्तो हाल्दा हुन्छ न त कति पाउँछ होला त लाख रुपियाँ सुन्ने पुरानो नोट हो क्या यो, अहिले अहिलेको नयाँ होइन, धेरै पुरानो हो। सबसे पुरानो यो मलाई याद छ यो 20 को नोट पनि अहिले त पाइँदैन होला। यो पाउँदैन तपाईको अरु त यो नोट कहिलेको नोट हो? यो 50 को नोट पनि यो 10 को नोट मैले चलाएको नोट 10 को नोट हो। भनेपछि त यो नोट कहिले थियो त? यो त मलाई पनि याद भएन त। पुरानो हो कि यो पुरानो 20 यो गान्धी भएको यो चाहिँ यो नयाँ हो। यो पनि यो चाहिँ बहुत पुरानो अनि 10 को नोट। सो गाइज फाइनली म चाहिँ दिदीले पठाइदिनु भएको सामान छु भित्र है, के हालिदिनु भएको छ आई डोन्ट नो। सो भाइटिका लगाइसकेर आज चाहिँ फ्री भएर होइन निस्किसकेको छु। सो अलमोस्ट मेरो जुन चाहिँ ट्राभलिङ आवर चाहिँ 1 आवरको थियो होइन। सो बाई मेट्रो ठिकै छ, सबैलाई भेट्नु पायो। आई एम भेरी ह्याप्पी। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।